हेलो गाइस, वेलकम टु माई एनदर ब्लग। आज हामी आइसकेको छौँ पशुपतिनाथ मन्दिर। शनिबारको न्यु पारेर बिहान बिहान पूजा गरौँ भनेर गाइस आज पशुपतिनाथ आएको छौँ। पशुपतिनाथमा के छ, पूजा कसरी गरिन्छ त्यो सब ब्लगमा देखाइन्छ गाइस। भिडियो अलि लामो हुन सक्छ, भिडियोलाई स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला गाइस। लेट्स गो। जय शम्भु शिवजी। साथीहरू, हामी पशुपतिनाथ मन्दिर भित्रै छौँ, तर मेन मन्दिर भित्र भिडियो बनाउन पाउँदैन गाइस। हामीले मेन मन्दिरको भिडियो देखाउन पाएनौँ, त्यसैले क्षमा प्रार्थी छौँ गाइस। बाहिरको भ्यू हेर्न सक्नुहुन्छ, भ्यू र भिडियो। साथीहरू, यो मोह माया धन दौलत केही पनि हैन जस्तो लाग्छ। यो पशुपतिनाथ मन्दिर भित्र आइसकेपछि एकदमै पिसफुल ठाउँ छ गाइस। बसु लाग्ने है। बरु म त अब सन्यास लिउँ सोचिरहेको छु, कतै ध्यानमा जाउँ, कैलाश पर्वततिर जाउँ पनि लागिरहेछ गाइस। जेठ असार साउन लङ्कापति राउन, जय जय महादेव सबै मिली गाउन, जय शिवजी। साथीहरू हेर्नुहोस्, यो पहाड रहेको छ यहाँ। आँखा बन्द गरेर यसरी छिराउनु पर्छ है। यहाँ छिरायो भने भाग्यमानीले सक्छ, अभागीले सक्दैन गाइस। अब म मेरो लक चेक गर्दैछु, सक्छु कि सक्दैन गाइस, हेरौँ है त। ओम शम्भु 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 ओम शम्भु। पसेन गाइस, अभागी रहेछ। साथीहरू, मैले 3 फेरा ट्राई गरेँ त्यो पलमा छिराउने है, यसरी हात गरेर, तर यो अभागी खप्परमा रहेनछ। भाग्य छैन गाइस मेरो। यो भाग्य, यो दुनियाँमा मेरो केही पनि हुनेवाला छैन गाइस। जय शम्भु। पेलल फाइनली गाइस 5 फेरा ट्राई गरेर छिराएको गाइस। मैले लगातार 5 फेरा ट्राई गर्दा बल्ल छिरेको छ गाइस त्यो पहलमा है। लाज मर्दो कुरा हो। 1 फेरामा छिरेन, 2 फेरामा छिरेन, ट्राई गर्दा गर्दा 5 फेरामा मैले छिराएको। साथीहरू, मेरो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। मेरो भिडियोलाई लाइक, सेयर र कमेन्ट गर्न नबिर्सिनु होला गाइस। थ्याङ्क यू फर वाचिङ। यस्तो भिडियो हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी बेल आइकन प्रेस गर्नु होला गाइस। बाई बाई।